सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। सम्पूर्णमा जय मसीह अनि नमस्कार पनि। जतिले यो भिडियो हेर्नुहुन्छ तपाईहरुलाई आशिष मिल्न सकेको होस्। प्रभुले तपाईहरुलाई आशिष दिनुहुनेछ भन्दै वचन पाठ गर्नेछु। वचन चाहिँ पहिलो कोरिन्थी 3 अध्यायको 16 र 17 पदलाई अध्ययन गर्नेछु म तपाईहरुको माझमा। के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुनेछ। 17 मा यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हो। आमेन। परमेश्वरले हामीलाई चाहिँ एकदम स्पष्ट तरिकाले चाहिँ हामीलाई बुझाउनु भएको छ। यो वचनबाट हाम्रो रहन सहन बोलीचाली हाम्रो सोच विचार चाहिँ पवित्र हुनु भन्नुभएको छ। परमेश्वरले चाहिँ पहिलो पत्रुसमा पनि भन्नुभएको छ, म पवित्र छु तिमीहरू पनि पवित्र हौ। हस् त, जतिले सुन्नुहुन्छ हजुरलाई प्रभुले धेरै आशिष दिनुभएको होस्। आमेन। फेरि पनि जय मसीह।